आए तर ठुलो आशले बालन सरकारलाई दिएको थियौँ हामीले भोट। अहिले निराश पर्दाखेरि अनि फेरि आएको। अब के भन्नु, राम्रो काम गरिदिनु, जहाँ बसेको छ उही धनी पूर्जा वितरण गरिदिनु। हामी मेरो त झन् श्रीमान पनि खसेको, छोरा पनि छैन, एक्लो आइमे केटाकेटी बसेको छु, उठाएर नखाइदिनु, त्यति नै भन्छु। भइरहेछ एक्लै, यसो गरेर खान पनि गाह्रो भइरहेछ। यसो धागो बार्दै खान्छु, अनि घरै उठाइदिनु भयो भने सरकारले कहाँ गएर बस्छ? कोही छैन, एक तपरी माटो। यो काम नगरिदिनु होला, हामी बसेको ठाउँ चाहिँ उठाइदिन पाउनुहुन्न। धनी पूर्जा दिनु, हामी एक कुटी पानी भानी ढुक्कले तताएर खाएर सुत्छौँ बस्छौँ। कानुनलाई आफ्नो गोजीमा राखेर अनि एउटा कालो कोठाभित्र बसेर निर्णय गर्दै प्रशासन मार्फत स्थानीय पालिका र सरकारहरूलाई अनि चिठी पठाउँदै फेरि पनि बाहिर काठमाडौँ बाहिरका जनतालाई आतंकित बनाउँदै अनि ड्रोनमा डाटा सङ्कलन भन्दै ड्रोन उडाउँदै गरिबको घरमाथि माथि ड्रोन उडाउँदै अनि दुनिया अव्यवस्थित सुकुम्बासी र गरिबलाई आतंकित बनाउँदै आज डाटा सङ्कलनको नाउँमा यो सरकारले जनतालाई त्रासित बनाइरहेको छ। हामी यो दमकको गणतन्त्र चौकबाट भन्न चाहन्छौँ, यदि काठमाडौँमा जस्तै यहाँ गरियो भने यो ठुलो दुर्घटना हुनेछ। नेपाली जनता आफ्नो रहरले गरिब भएका होइनन्, आफ्नो रहरले अव्यवस्थित र सुकुम्बासी भएका होइनन्। उनीहरू एउटा बाध्यता र परिस्थितिले यो राज्यले बनाएको हो। तर बाध्यताले हामीले हाम्रो बालबच्चाहरूलाई तिमीले जस्तो सम्पन्न स्कुलमा पढाउन सकेका छैनौ। तिमीले सक्छौ भने त्यस्तै सुविधा सम्पन्न स्कुलहरूमा हाम्रो बालबच्चालाई व्यवस्थापन गर, नाकि पढ्दै गरेको बालबच्चाहरूलाई पढ्न नदिने गरी, पढ्न नपाउने गरी सम्पूर्ण कुराबाट उठाएर हामीलाई सुईमा ल्यायौ। हामी एउटा छाप्रोमा ओत लागिरहेका थियौँ, हाम्रो ओत तिमीले उठाइदियौ। आज हामी आकाश मुनि छौँ। त्यस कारणले गर्दाखेरि सरकार, तिमीलाई हामी यहाँबाट भन्न चाहन्छौँ, पहिले व्यवस्थापन गर, हामीलाई पनि व्यवस्थित ठाउँमा लगेर राख। तिम्रो चाहना त्यो हो भने पहिले हामीलाई व्यवस्थापन गर, न कि यसलाई भट्काएर भट्टावेश बनाएर हामी व्यवस्थापन गर्दैछौँ भनेर झुटा आश्वासन नदेऊ। म धेरै कुरा राख्न चाहन्न। हामी तिमीहरू जस्तो राम्रो राम्रो शब्दहरू मिसाएर हामी बोल्न जान्दैनौँ। त्यस कारणले हामी यहीँबाट भन्न चाहन्छु कि हाम्रो सर्वोच्च सकेपछि हामीलाई सक्नुपर्ने कुरा केही छैन। त्यस कारणले गर्दाखेरि सक्नुपर्ने कुरा केही नभएकोसँग तिमी सम्पन्न भएको मान्छे कतिको लड्न सक्छौ? लड्नुपर्ने अवस्था आयो भने कतिको हिम्मत छ तिम्रो? केही नभएकोसँग लड्नुपर्ने, हामीले गुमाउनु पर्ने केही पनि हुँदैन भने तिमी गुमाउनु पर्ने सबै कुराहरू लिएर आऊ। मेरो बालन सरकार आउँदा त राम्रो हुन्छ भनेर भोट हाल्यौँ। अहिले अब दुनियाँ हाकार छ, निन्द्रा पनि लाग्दैन, उठाइदिन्छन् अरे भन्छन्। अनि त्यही कारणले गर्दाखेरि अब आएको। अरूतिर नि डोजर लाग्दैछ, हाम्रोमा पनि लाग्ने हो, के हो कसो हो। धनी पूर्जा दिन्छु भन्दै आश देखाउने कति आयो, तर ठुलो आशले बालन सरकारलाई दिएको थियौँ हामीले भोट। अहिले निराश पर्दाखेरि अनि फेरि आएको। 25 सालदेखि नै जोतखन गरी आइरहेको होइन। त्यसमा हामीले धनी पूर्जा पाउँछौँ कि भनेर निशा पत्र पनि पाइसकेको पाउँछ भनेर अस्ति त्यो सबै नापिसक्नु भएको। त्यसमा ज्यानजी गर्न भएर सबै टमाटर पाकिदिएर हामी के भन्नु छ त भने तपाईँहरूलाई 50 दिनसम्ममा हामी धनी पूर्जा दिन्छौँ। केही दुःख नमान्नु, यसरी हामी गर्छौँ भनेर
सरकारलाई नै दिएको भोट हुन्छ कि भनेर अब गरेको त आफ्नै हुन्छ अलिकति हामी असत्तामा पनि छोडेर एउटा बायाँ खुट्टा चल्दैन पनि र होइन भने यसरी भनेपछि यस्तो गर्दाखेरि हामी धेरै मन दुखेर चाहिँ हामी सक्न सक्यो यसमा अब आउने बाध्य